Hello, what's up, guys? Good morning. Welcome back to my new blog, guys. तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दैछु। म नि सन्चै छु गाइज। गाइज बिहानको आज चाँडै बिहान उठेको छु। बिहानको अहिले 5 बजिरहेछ। अब नुहाएर आउँछु। आज चाहिँ यस्तो भएको छ कि म आज जान आँटेको छु नवलपरासी। अब जहिले जस्तो 7-8 बजीतिर उठिन्थ्यो, तर आज चाँडै उठेँ। 5:30 बजिरहेछ अहिले। अब नुहाइ धुवाएर रेडी हुन्छु अनि निस्किन्छु। नुहाएर त रेडी भइसक्यो। अब भाइले भन्नुभएको चिया ब्रेड बनाऊँ भनेर। म खान्छु भन्नुहुन्छ। अब त्यही चिया ब्रेड बनाइदिन्छु। चिया पकाउने अनि त्यसपछि दिन्छु। अनि गाइज नुहाएर रेडी भयो, खाजा पनि खाइसकेँ। अब गाडी निकाल्दैछु। अब गाडीले हामी चितवनको नवलपरासी भन्ने ठाउँमा जाँदैछ, किनकि मम्मीको चाहिँ चेकअप छ कि फलोअप भएर। अब गाडीलाई अलिकति पुस्नु पनि पर्ने रहेछ। गाडीमा त आइसकेका छौँ, तर गाडीलाई अलिकति स्टार्ट गरेर एकछिन बिहान छोड्नुपर्छ, सो द्याट मोबिलहरू सेटल डाउन भएको सबै पार्टमा मोबिल जाओस् भनेर त्यही वेट गरिरहेको छु। यो 1 भन्दा तल हुनुपर्छ कि जहिले पनि गाडी स्टार्ट गर्नभन्दा पहिला। दामी गाइज, यस्तो सिन भइरहेछ। चक्का चाहिँ पम्चर भइसक्यो निस्किनभन्दा। देन गाइज कुरा यस्तो भयो कि प्लान चाहिँ क्यान्सल गर्नु पर्यो। अब ढिलो नि भइसकेको थियो अनि टायरको रिम चाहिँ खुल्यो, त्यो नट हुन्छ नि, नटै खुलिरहेको थिएन। अब टायर नि चेन्ज गर्नुपर्ने रहेछ। अब घर आइसक्यौँ हामीहरू। अब त्यही हो। अब 2टा टायर अर्डर गरेछौँ। अगाडिको 2टा टायर चेन्ज हुन्छ अनि घरमै चाहिँ चेन्ज गरिदियो। टायर पम्चर अघि बिहान भएको चक्कालाई निकाल्दै कस्तै गरिरहेछौँ। देन गाइज गाडीको माने काम सिक्यो। यो रुच लिएर आएको थिएँ, अब माथि लग्दैछु।